आलु बम पटका फड्काइहालौँ न त त्यसो भए। ओके मैचेङ यहाँ आगो बाल्ने कि अनि सल्काउँदै पड्काउन थाल्ने। ओके ओके के गर्दैछौ तिमीहरू यहाँ यहाँ मकै भुटेर खाने के भनेर है। एउटा कुरा नि गाउँमा पटका पड्काउन नपाउने भनेका छौँ। अवैध रूपमा पड्का भित्राउनेमा तेरो नाम छ। गाउँमा कतै पटका पड्केको थाहा पाए भने तेरो करङले दुःख पाउँछ, बुझिस्? कानुनले वर्जित गरेको काम पनि मिस्टर जिग्रीले गर्छ होला त होइन मैचेङ? अहिले म क्या सुध्रिसकेको भन्दैौ न सर। मेरो जिग्री त हिजो राति 11 बजेर 13 मिनटदेखि नै सुत्रिसक्यो। खै सुध्रे जस्तो त लाग्दैन मलाई। ओहो इन्सपेक्टर साहब अचानक घरमै आइपुग्नु भएछ। केही त्यस्तो के गडबडी भयो कि? यो गाउँमा पड्का पड्काउनमा 1 नम्बर छ तपाईँको जिग्री, त्यही भएर निगरानी गर्न आएको म यसलाई। होइन तपाईँ चिन्तै नगर्नुहोस्, यसले पड्का सड्का पड्काउँदैन। यसले यदि पड्कायो भनेदेखि म यसलाई त पड्काइदिन्छु। इन्सपेक्टर साहब अब मेरो घरमै आइसक्नु भएछ। मलाई पनि साह्रै बदाम भुटेर खान मन लागेर बदाम लिएर आएको। अब यहाँ बदाम भुट्छ माकुरीले, अनि मजाले हजुर पनि खाएर जानुहोस् न। हुन्छ, तर अलिक छिटो चाहिँ गरौँ न त। एकछिन भइहाल्छ। माकुरी हजुर खोइ छिटो हाँडेर कब्जेर ल्याउ त, यहाँ बदाम भुटेर खानु पर्यो। हस् इन्सपेक्टर साहब यो बदाम चाहिँ भुटेर भन्दा पनि काँचै खायो भने चाहिँ पौष्टिक तत्त्व पाइन्छ के, काँचै हान्दैन। चुप राख, काँचो बदाम खाँदा टाउको दुख्दैन? भुट्टो चुट्छ नि त। हस् माकुरी खोइ छिटो ल्याउ न। आए त कति कराउनु भएको। मम्मी ग्यासमा भुटौँ, ग्यासमा भुटेको चाहिँ एकदमै मिठो हुन्छ के। चुप लाग, त मलाई सिकाउँछस्? आगोमा भुटेको छुट्टै स्वाद हुन्छ। इन्सपेक्टर साहब मैले काँचो बदाम खाऊ भन्दा टाउको दुख्छ भन्नुभयो र अहिले भुटेको बदाम खान खोज्दा टाउको दुखेको। यो सिचुएसनमा म यहाँ बस्नु ठिक छ त? ठिक छ शुद्ध? तँलाई त आज म मार्छु होला। होइन होला।